चाहिँ मैले चाहिँ के हेर्दै बसेको होला देखाएर बिदाई अरे बिदाई के अरे माला साला लगाइदिने सबै छेकेर मर्यो। अब चाहिँ हाम्रो इन्ट्री भइसक्यो दोस्रो स्कुल ओल्लो स्कुलमा जहाँ चाहिँ प्रोग्राम हुँदैछ होइन। स्कुलको गेट स्कुल गेट स्कुल यो पुरानो स्कुल हाम्रो नजरमा पुरानो स्कुल इज दिस हक्का बक्का केटीहरू त सबै काली देखिँदैन तर केटीहरू त कोही राम्री त छैन होइन राम्री भयो नभए पनि होइन हामीलाई के को त्यस्तो त यार सबैमा गुटुङटुङ राम्रो हुन्छ होला भने त कोही अगाडि र पछाडि ए नमस्ते दिदी मेरो भाइको ब्लगमा मलाई स्वागत छ। स्वागत छ। बुनिया पो छ बुनिया गर्ने ए भाइ हट न यार हाम्रो यहाँ डेकोरेसनहरू दिदीहरूले खतरा बनाइदिनु भएको ऊ हेर्नु रिसाउनु भएको What's up, bro? क्लासमा गर्नेमा के राखेको नि मामाको भान्जीहरूले अध्यापक श्री प्रेम प्रसाद घिमिरेज्यूलाई अगाडि मञ्चमा आएर आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। आजको यस विशेष कार्यक्रमको रूपमा विशिष्ट अतिथिको रूपमा अगाडि मञ्चमा आएर आसन ग्रहण गरिदिनु न यसै विद्यालयको प्रधानाध्यापक श्री मीना आचार्यज्यूलाई हार्दिक अनुरोध गर्दछु। शिरलाक्षामा सगरमाथा नेपालको शिरलाक्षामा बुद्ध जन्मे भारतमा भन्दा पिरलाक्षामा सगरमाथाको शिरले आकाश छोएको हाम्रो देश लाली गुराँस जस्तै सुन्दर हाम्रो पहिचान भाषा संस्कृति फरक भए तापनि हामी सबैलाई एउटै सूत्रमा बाँध्ने हाम्रो साझा नाम नेपाल। त्यसैले हाम्रो राष्ट्रगान हाम्रो गौरव हाम्रो स्वाभिमान र सम्पूर्ण नेपालीलाई एउटै फुलको मालामा गाँस्ने पवित्र डोरी हो। आजको यस औपचारिक कार्यक्रमलाई अगाडि बढाउनका लागि म उपस्थित सम्पूर्ण महानुभावहरूलाई सम्मानपूर्वक उभिन अनुरोध गर्दै नेपालको अर्थात् हाम्रो राष्ट्रगानका लागि तयार हुन हार्दिक अनुरोध गर्दछु। समीक्षा तामाङ, सुप्रभा राई, विशाल धिमाल, सिका तामाङ, शान्ति राई, मनिषा सिंजाली, रूपेश गोले, विदिशा नेपाली। जोरदार तालीका साथ स्वागत गर्नुहोला। मधुर शब्दहरूले झन् सुन्दर र आत्मीय बन्ने गर्दछ। त्यही आत्मीयताको अब म कक्षा 11 को तर्फबाट स्वागत मन्तव्य राखिदिनु हुनका लागि श्री अभिषा राईलाई अगाडि मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। सम्पूर्णमा हार्दिक अभिवादन। आजको यो विशेष कार्यक्रममा पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई हामी आयोजक तथा कक्षा 11 तर्फबाट हार्दिक स्वागत भन्दछौँ। स्वागतम स्वागतम स्वागतम। धन्यवाद। न्यानो शब्दका लागि धेरै धेरै धन्यवाद। अब हामी कार्यक्रमलाई अझ भव्य र सभ्य बनाउनका लागि कला र संस्कृतिले पनि अझ जीवन्त बनाउने भएकाले स्वागतको भावनालाई अझ सुन्दर बनाउँदै अब हामी एक मनमोहक प्रस्तुति हेर्न गइरहेका छौँ। कक्षा 9 का विद्यार्थी बहिनीहरूलाई आफ्ना स्वागत
नृत्य लिएर अगाडि मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। गीतका लागि प्राविधिक सनमज्यूसँग सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछु। राम्रो नाच है, राम्रो नाच। अन्त बिग्रेला फेरि। जोरदार ताली। त्यसपछि मेरो पालि आउनु सक्छ। खतरा किन दिइहाल्नु अब नै केटीहरू धेरै नाचेको भिडियो बनाउँदैन क्या, उर्किहाल्छ फेरि त्यो माथि घमण्ड गर्नेहरू छ कि उनीहरूको फेरि भिडियो बनाउनु हुँदैन क्या। फेरि भिडियो बनायो भने चाहिँ मेरो भिडियो पनि लामो हुन्छ। अन्तिम पुग्यो केटीहरूको अन्तिम। कक्षा 9 का विद्यार्थी बहिनीहरूलाई यस